आज हामी एउटा यस्तो संसारमा जाँदैछौँ जुन आकारमा एकदमै सानो छ तर त्यसको काम र प्रभाव भने असाध्यै विशाल छ। कुरा गर्दैछौँ मौरीहरूको। मौरी भन्ने बित्तिकै हामी प्राय जसो मह मात्र सम्झिन्छौँ नि, होइन र? तर खासमा उनीहरूको यो जुन सामाजिक संरचना छ, जुन मिलेर बस्ने तरिका छ, त्यो साँच्चै नै चकित पार्ने खालको छ। अब एकछिन विचार गरौँ त। एउटै घरभित्र हजारौं मौरीहरू सँगै हुन्छन्, तर त्यहाँ न कहिले कुनै ट्राफिक जाम हुन्छ, न कुनै झैझगडा नै पर्छ। यति धेरै संख्यामा रहेर पनि उनीहरू कसरी यति मजाले सँगै काम गर्न सक्छन् त? यही अचम्मको रहस्य नै आज हाम्रो मुख्य केन्द्रबिन्दु हुनेछ। यो एउटा यस्तो गजबको सामाजिक सञ्जाल हो जसले हाम्रो आधुनिक मानव समाजलाई पनि धेरै कुरा सिकाउन सक्छ। यसका लागि हामी मुख्यतया यी 6वटा कुराहरू सरसर्ती हेर्नेछौँ: मौरी र घार, रानी मौरी, कामदार मौरी, भाले मौरी, मौरीका फाइदाहरू र अन्त्यमा यसको निष्कर्ष। ल सुरु गरौँ पहिलो बुदाबाट, मौरी र उनीहरूको घार। बाहिरबाट हेर्दा घार एउटा सामान्य वासस्थान वा घर जस्तो मात्र लाग्छ, तर खासमा यो एउटा एकदमै व्यस्त र व्यवस्थित कारखाना जस्तै हो। हजारौं मौरीहरू यहाँ बस्छन्, तर सुत्न वा आराम गर्नका लागि मात्र होइन। यहाँ हरेक मौरीको आफ्नो तोकिएको काम हुन्छ। यो यस्तो ठाउँ हो जहाँ कोही पनि यत्तिकै बस्दैन। सबैले आफ्नो जिम्मेवारी एकदमै कडा अनुशासनका साथ पूरा गरिरहेका हुन्छन्। अब जाउँ दोस्रो विषयमा, रानी मौरी। यो सिङ्गो मौरी समाजको सबैभन्दा माथिल्लो तहमा हुन्छन् रानी मौरी। उनी आकारमा अरू सबै मौरीभन्दा ठूली हुन्छन्, तर नाम रानी भए पनि उनको काम अरूलाई आदेश दिएर राज गर्ने होइन। उनको एउटै मात्र र सबैभन्दा महत्त्वपूर्ण काम भनेको निरन्तर अण्डा पार्ने हो। उनी बिना त यो घारको भविष्य नै शून्य हुन्छ, किनकि नयाँ पुस्ता उनैबाट मात्र आउँछ। सुन्दा पत्यार नलाग्न सक्छ, तर मौसम अनुकूल भयो भने यी एउटै रानी मौरीले एकै दिनमा 1500 देखि 2000 वटासम्म अण्डा पार्न सक्छिन्। कल्पना गरौँ त, दिनकै यति धेरै अण्डा। उनको सम्पूर्ण जीवन र शरीरको ऊर्जा यही एउटै काममा खर्च हुन्छ। एउटा सानो जीवभित्र यति ठूलो क्षमता हुनु प्रकृतिको एउटा असाधारण जादु नै हो। तेस्रो नम्बरमा आउँछन् कामदार मौरीहरू। घारमा सबैभन्दा धेरै संख्या यिनै कामदार मौरीहरूको हुन्छ, र एकदमै रोचक कुरा के भने यी सबै पोथी हुन्। फूलको रस ल्याउने, मह बनाउने, बच्चाहरूको हेरचाह गर्ने, घार चिटिक्क पार्ने, रानीलाई खाना खुवाउनेदेखि लिएर शत्रुबाट घारलाई बचाउने सम्मका सबै खट्ने काम यिनै कामदार मौरीले गर्छन्। साँच्चै भन्नुपर्दा यो सिङ्गो घारलाई जीवित राख्ने र निरन्तर चलायमान गराउने मुख्य इन्जिन भनेकै यिनीहरू हुन्। चौथो विषय छ भाले मौरी। यी भाले मौरीहरूको जीवन भने कामदारहरूभन्दा एकदमै फरक हुन्छ। कामदार मौरी जस्तो यिनीहरू फूलको रस खोज्न टाढा टाढा जाँदैनन् र यिनीहरूसँग डस्ने खिल पनि हुँदैन। यिनीहरूको जीवनको एउटै मात्र उद्देश्य हुन्छ, रानी मौरीसँग प्रजनन गर्नु। र प्रकृतिको एउटा अलि कठोर नियम के छ भने आफ्नो यो महत्त्वपूर्ण काम पूरा गर्ने बित्तिकै यिनीहरूको जीवन पनि तत्कालै समाप्त हुन्छ। यो तालिका हेर्यौं भने सबै कुरा छर्लङ्ग हुन्छ। रानीले अण्डा पार्ने, कामदारले सबै व्यवस्थापन र सुरक्षाको काम गर्ने, अनि भालेले प्रजनन मात्रै गर्ने। कसैले कसैको काममा हस्तक्षेप गर्दैन। यस्तो गजबको श्रम विभाजन र अनुशासनले गर्दा नै मौरीको समाज यति सफल भएको हो। यहाँ कोही पनि अर्कोमाथि मात्र निर्भर छैन, सबैले सामूहिक भलाइको लागि आफ्नो काम फत्ते गरिरहेका छन्। पाँचौं विषयवस्तुतर्फ लागौं, मौरीका फाइदाहरू। अब यो घारको सानो संसारबाट अलि बाहिर निस्केर हेरौं। मौरीले हामीलाई स्वादिष्ट मह र मैन जस्ता बहुमूल्य कुराहरू त दिन्छन् नै, तर उनीहरूले हाम्रो प्रकृति र कृषिको लागि गर्ने समग्र योगदान यी देखिने उत्पादनहरूभन्दा धेरै धेरै ठूलो छ। वास्तवमा मौरीको सबैभन्दा ठूलो र महत्त्वपूर्ण काम त हाम्रो आँखाले हत्तपत्त देख्दैन। फूलहरूमा पराग सेचन अर्थात् पोलिनेसन गराएर हाम्रो विश्वव्यापी कृषि उत्पादन बढाउने मुख्य काम यिनै साना किराहरूको हो। हाम्रो थालमा आइपुग्ने धेरैजसो खानेकुरा उनीहरूकै यही अदृश्य मेहनतमा टिकेको छ। मह त उनीहरूको जीवनचक्रको एउटा सानो बोनस मात्र हो। खास उपलब्धि त हाम्रो खाद्य सुरक्षा र वातावरणको सन्तुलन पो हो त। र अब हाम्रो अन्तिम बुदा, निष्कर्ष। यी सबै कुरा बुझिसकेपछि दिमागमा एउटा एकदमै गम्भीर प्रश्न उठ्छ।
यस्ता साना र एकदमै छोटो आयु भएका जीवहरूले हाम्रो कृषि र सिङ्गो पृथ्वीको जैविक विविधताको यत्रो ठूलो भार बोकिरहेका छन्। यदि कुनै दिन उनीहरूको यो यति राम्रोसँग चलेको समाज भट्कियो वा लोप भयो भने हाम्रो यो संसारको हालत के होला? यो साँच्चै नै हामी सबैलाई गहिरिएर सोच्न बाध्य बनाउने कुरा हो।